त्यो दिन वैशाख 12 गतेको भूकम्पमा सानो एउटा बाबु थियो। मेरो हस्बेन्ड चाहिँ यहाँ घरमा हुनुहुँदैन थियो। सानो बाबु र म चाहिँ भित्र चुलामा खाना खाइरहेको थियौँ। हल्लिँदाखेरि अनि हल्ला भयो कि अब वनतिर नि घाँस दार गर्ने मान्छे सबै आथे डरायो। अनि कोही मान्छे चाहिँ अब डोकोहरू छोडेरै नाम्लो छोडेर भागेर आयो कि वनबाट। अनि त्यस पछाडि मलाई चाहिँ कस्तो भयो भने अब हाम्रो घर भत्क्यो। अनि एक्कासी घर हल्लियो। घर हल्लिँदाखेरि यहीँनिर यही घर हो। यहाँबाट बाबुलाई लिएर तल बारीको डिलमा पुग्यो। अब जुन माथिबाट आउँदाखेरि पुरै यतातिर चाहिँ अब त्यो घर भत्किएको त्यो धुलोहरू माटोहरू उड्न थाल्यो कि। अनि यो एकदम त्यो बादल बसे जस्तो भयो यो एरियामा होइन। पछि गेरी फादर आएर हाम्रो गाउँ हेरेर अनि गाउँको मान्छेहरूको अवस्था हेरेर अनि गाउँमा बच्चाहरूलाई त्यति राम्रो स्कुल पनि थिएन, भूकम्पले लगेको थियो। त्यही भएर उहाँलाई चाहिँ एकदमै हाम्रो गाउँ पनि राम्रो लाग्यो र हाम्रो मान्छेहरूलाई हेरेर पनि हामीलाई उहाँलाई सुरुमै पहिलोपटक नै देख्दा नै उहाँको अनुहारमा चाहिँ एउटा त्यो किसिमको हामीलाई केही सहयोग गर्नुहुन्छ जसरी पनि गर्नु हुनेछ उहाँले। सबैको घर एकैचोटि बनेपछि नै सर्नुपर्छ भने त्यो एकै समयमा जसरी ढलेको थियो त्यसै गरी सबैजना नै कसैको मनमा चित्त दुखाइ नभइकन सबैजना एकैचोटि घरमा चाहिँ सर्नुपर्छ। हाम्रो जीवन अन्धकार हुन्थ्यो। यस्तो घरमा बस्ने सपना नै हुँदैन थियो। अब यस्तो नभए चाहिँ त्यही कटेजको उसमा 2 वर्ष बितायो। अहिले त धेरै खुसी लागेको छ। घरमा कटेजभन्दा घरभित्र बस्दा धेरै खुसी लागेको छ। आनन्द पनि छ, हावापानीबाट जोगिया छ। अनि उहाँलाई हेर्न पाउँछौँ। सबैजना एकैचोटि बस्ने फिल सोचाइ थियो हाम्रो सबै गाउँको मान्छेको। अनि गेरी फादरको वेट गरिरहेको थियौँ हामी। डक्टर गेरी नभए नि डक्टर गेरी चाहिँ हाम्रो आत्मामा, हाम्रो मुटुमा, हाम्रो हेडमा, हाम्रो उसमा टाउकोमा हुनुहुन्छ, बसिराख्नु भएको छ भन्ने सोचाइ छ। I think providing the houses for these people have given them a chance to move forward, to not look behind anymore, look back, and it gives them confidence and they feel more secure, especially for their kids. उहाँहरूको लागि धेरै धेरै मनदेखि नै धेरै धेरै धन्यवाद। उहाँहरूले चाहिँ हाम्रो यो नयाँ पुनर्निर्माण घरहरू बनाइदिनु भयो। उहाँहरूलाई चाहिँ हामी यो जिन्दगीभर हाम्रो छोरा नातिहरूले सम्झिरहन्छौँ गेरीलाई, विशेष गरेर गेरीलाई। अनि किनकि उहाँले पहिलो योगदान धेरै दिनुभएको छ। यो गेरी लगायत धेरैलाई हामी लगायत हाम्रो छोरा नातिहरूले पनि उहाँलाई सम्झिरहनेछ भन्ने सन्देश दिन चाहन्छु।